रोग केही नलागोस् मेरो नानीहरूलाई है भगवान रक्षा गरून् फुल फुल किन यस्तो भयो आउँछ है धेरै विद्यार्थी बोल्यो तिमी ठुलो मान्छे मन्त्री तिमी चाहिँ के अरे ऊ बन्यो है प्रधानमन्त्री बने देशको ठुलो मान्छे बने मेरो नातिले यहाँ धेरै शुभकामना छ मेरो लौ यसले यो फुल लाग्यो फुल पनि ल फुल लाग्यो ल फुल लाग्यो छोडिदिनु भयो लौ ए ल ल फुल आउँछ है धेरै विद्यार्थी बोल्यो तिमी ठुलो मान्छे मन्त्री के अरे नवदुर्गा भगवान रक्षा गर्नु मेरो नातिलाई धेरै धेरै विद्या आउन् नलागोस् देशको ठुलो एकदम मन्त्री बन्ने मेरो नाति नबस्नुला चाकरी भाइले बस्नुला बस्नु के ल भगवान रक्षा गर्नु है सधैँभरि स्वस्थ हुनु बस्दै हुनु रोग बेद जम्मै पाठले मुनि जाओस् सधैँ भगवान्ले रक्षा गरून् यसरी धेरै धेरै आशीर्वाद रक्षा गर्न नातिलाई धेरै पढे ज्ञानी बने है पढ्नेखेरि हुन्न राम्रोसँग पढ्नुपर्छ मेरो नातिले के अरे नवदुर्गा भगवान रक्षा गर्नु मेरो नातिलाई धेरै धेरै विद्या आउन् नलागोस् देशको ठुलो एकदम मन्त्री बन्ने मेरो नाति नबस्नुला चाकरी भाइले बस्नुला बस्नु के ल भगवान रक्षा गर्नु है सधैँभरि स्वस्थ हुनु बस्दै हुनु रोग बेद जम्मै पाठले मुनि जाओस् सधैँ भगवान्ले रक्षा गरून् यसरी धेरै धेरै आशीर्वाद रक्षा गर्न नातिलाई धेरै पढे ज्ञानी बने है पढ्नेखेरि हुन्न राम्रोसँग पढ्नुपर्छ मेरो नातिले कानमा फुलाएर खुवाइदिनु ल हो त नि आजकल कानमा के दसैँको टिका लगाएको हो कान्छोको पनि पहिलोचोटि टिका ल मामा घरमा ल दसैँको टिका लगाइन् कान्छोले पनि ल सम्राटले तारा छोरो ओहो दसैँको टिका लगाएको हो कस्तो राम्रो आहा बाबु बुवाले टिका लगाइदिने ल बुवाले ल ल छोइदिनु मात्रै बुवाले टिका लगाइदिनु बुवाले ल बुवा बुवा भन्छ ज्ञानी बन्नु ल भाग्यमान बन्नु है ठोली खल्यो बाबाले है होइन बाबा खै ठोलै ल आफै लगाउ ल ल सबै छोप्छिन् ल ल अब सम्राटले लाउँदिन टिका ल जेठो नाति पालो है बस्नु न ल अब कता ल ल ल नमस्ते गर्दै हजुर नमस्ते गरिदिनु नमस्ते ल नवदुर्गाले रक्षा गरे मेरो नातिलाई धेरै धेरै पढे ज्ञानी हुने ल ल ज्ञानी मान्छे बन्ने ल नमस्ते ल ल हजुर सानो छ हेर आमाले टिका लगाइदिने ल ल नवदुर्गा रक्षा गरे हौ राम्रोसँग पढ्ने ज्ञानी बन्ने रोग नलागु ल ओहो ल कसैको टिका भयो कसैको भने ठिकै छ कसैको छैन ठिकै छ रमाइलो भयो सबैजना सँगै बस्न पाइयो रमाइलो भयो अर्को वर्ष पनि सँगै बस्न पाइयो त्यस्तै खुसी छ ल एकदम रमाइलो भयो दसैँलाई सानोको पनि पहिलोचोटि दसैँ कान्छोको पनि दसैँ सम्राटको पनि पहिलोचोटि दसैँ होइन भाइसँगको पहिलोचोटि दसैँ है ल ल हुन्छ ल ल के पुरै जस्तो आयो कान्छो बाबा अरे हजुर बाबा अरे हजुर कान्छोले बाबा भन ठेस नलागोस् सम्राट रक्षा गर्नु तिमीले हातमा के समातेको छ र जमरा है हजुर पैसा पनि समातेको हो ल पैसा नहराउ ल
यस्तो छ ल सधैँभरि खुसी हुने दुखी नहुने कहिले पनि रक्षा गर्नु सबै भगवान्ले यिनीहरू खेत नलागोस् खेत नजाओस् कान्छो बाबा अरे हजुर बाबा अरे हजुर कान्छोले बाबा भन्नु हिँड्दा खेस नलागोस् सम्राट रक्षा गर्नु तिमीले हातमा के समातेको छ र जमरा है हजुर अनि पैसा पनि छ माथिको हो ल पैसा नहराउ ल यस्तो छ ल सधैँभरि खुसी हुने दुखी नहुने कहिले पनि रक्षा गर्नु सबै भगवान्ले यिनीहरू खेत नलागोस् खेत नजाओस् उत्तराखण्डतिर बढी जहाँ बढी धार्मिक पर्यटक ठाउँ छ त्यता भाग्य नेपाल जस्तो गरेर जानुभयो भाग्य नेपाल जस्तो हो होइन होइन टुर पत्रकार आफ्नो काममा जानुपर्छ अनि स्वस्थ रहनु रोग केही नलागोस् पुरै महिला आउँछ नि हजुर पुरुषले मौलिनु पाटे चाहिँ फैलिनु भगवान्ले रक्षा गर्नु सधैँभरि हरूको सफल होस् त्यो यात्रा पनि कमो लाग्यो न त्यो है टपी पनि हाल्यो नि त्यो होइन ठिकै छ ठिकै छ तँलाई के धेरै पढे मेरो नातिले है पछि तिमी प्रधानमन्त्री बने नातिले धेरै शुभकामना छ है ल यता पनि ल्याइन्छ ल मेरो नातिसँग बसेर राम्रोसँग आफ्नो ख्याल गर्नुपर्छ पढ्नु कत्रो पैसा पाता नजानु घर रक्षै गर्नु नाति ल यता अर्को कान्छी नातिनीलाई कान्छीले एकदम के अरे विदेश जानु धेरै सोच गर्नुपर्छ उहाँले पनि सफल होस् राम्रो होस् ल धेरै शुभकामना छ नजर भगवान् रक्षा गर्नु रोग नलागोस् सबभन्दा सत्यभरि कोही पनि नलागोस् सधैँ भगवान् तिम्रो साथमा हुन् भनेर रक्षा गर्नु भेटरीको मल अझै आएको छैन जोइ भेटरी मल है सबभन्दा के भेटरीले भन्दा आएन त धेरै धेरै आशीर्वाद छ मेरो धेरै पढेर